राजनीति यस्तो भयो क्या नेपालमा राजनीति गर्न हुँदैन भन्दै स्वतन्त्र हुनुपर्छ भन्दै राजनीति गर्न नहुने स्वतन्त्र हुनुपर्छ भन्नेहरूको स्वतन्त्र पार्टी भयो हैन। स्वतन्त्र पार्टी के फेरि अब त्यो चाहिँ राजनीति गर्न हुँदैन भन्छ उसले सुरुमा, अनि स्वतन्त्र हुनुपर्छ भन्दै स्वतन्त्र पार्टी खोले उसले। ठिक त्यस्तै राजनीति गर्न हुँदैन युवाहरूले विद्यार्थीहरूले भन्दै नेपालमा अहिले दुईटा काउन्सिल खोल्या छ। एउटा 10-15 वर्षदेखि अमेरिकन युथ काउन्सिल खोलिरहेछ। मैले सुने अस्ति भर्खर चाइनाको युवा पायनियर खुल्दैछ। चाइनाको युवा पायनियर खुल्ने, अमेरिकाको युथ काउन्सिल खुल्ने, नेपालको विद्यार्थी सङ्गठन चाहिँ खारेज गर्नुको मतलब चाहिँ यो कस्तो राजनीति हो भने यो साम्राज्यवाद या भू राजनीतिको प्रत्यक्ष हस्तक्षेपमा नेपाली युवाहरूलाई लिएर जाने र नेपालमा बालेन्द्र शाहजी आइसकेपछि एक दिनमा अहिले 2000 जना युवाहरू बाहिर जान थालेका थिए, गइराखेका छन्। उहाँ आउने बित्तिकै एकदम चमत्कार गर्नुभयो। उहाँले 7वटा खाडी मुलुकमा एक दिनमा फ्री भिसाको चाहिँ पर्मिट दिने, योतिर जानुभयो भनेको नेपालका युवाहरूलाई बाहिर पठाएर नेपाली समाजलाई खाली गर्नेतिर लिएर जाने। र नेपालमा राजनीति भयो भने पनि अमेरिकन युथ काउन्सिलको राजनीति होस्, चाइनाको युथ पायनियरको राजनीति होस्, चाहेको यहाँको हाइड्रो चाइनातिर लान सकियोस्, हाइड्रोको एनर्जी पैसा अमेरिकातिर लान सकियोस् एमसिसी मार्फत, नेपालमा जे खानीहरू छन्, जे सम्भावनाहरू छन् त्यो सबै बाहिर पठाउन सकियोस् भन्ने नयाँ राजनीति गर्नको निम्ति विद्यार्थी सङ्गठनहरूलाई प्रतिबन्ध गर्नु पर्यो, नत्र उनीहरू त चिच्याउनेवाला छन्।